हामीले यो सेलेक्टिभ हर्बिसाइडको प्रयोग गरेर मकै खेती गरेका थियौँ र त्यो ठाउँमा हामीले भट्ट पनि छरेका थियौँ जहाँ ढिकुरले खायो। त्यो खाली ठाउँहरूमा जहाँ सबै ढिकुरले खाएको ठाउँमा चाहिँ हामीले फेरि डोबेर यसलाई छोप्दैछौँ। र यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले यो सेलेक्टिभ हर्बिसाइडको प्रयोग गरेर फलाएको मकै हो। र अब दोस्रो भिडियोको अपडेट हामीले दिइसकेका थियौँ। यो अहिले हामीले तेस्रो भिडियोको अपडेट दिँदैछौँ। अब तेस्रो भिडियोसम्म बनाइसक्दाखेरि अब मकैले गुवा चाहिँ लगभग यत्रो सबैले हालिसकेको छ। कोहीमा चाहिँ 2टा गुवा पनि हालेको छ। प्रायः जसो एउटा गुवा सबैमा राम्रोसँग हालेको छ। र हाम्रो यहाँ आन्टीले चाहिँ डोब्दै हुनुहुन्छ भट्ट। र यसरी डोब्दाखेरि अलिकति घाइगुरालले चाहिँ छोप्नुपर्ने हुन्छ डोबिसकेपछि, नत्र भने उम्रेपछि ढिकुरले खाइदिइहाल्छ। अहिले दुःख गरेर जानुभयो, पछि पर्सिसम्म उम्रिन्छ, निकै पर्सि आउँदा एउटा भट्ट नै हुँदैन। फेरि छोप्न चाहिँ अनिवार्य पर्छ। लगभग एक हातमा 4-4वटा डोब्नु होला, त्यो राम्रो हुन्छ। र यहाँ हामीले हेर्न सक्छौँ अलिकति कोही सानो जातको कोही ठुलो जातको मकै परेछ। तर मकैको तपाईँले यहाँ लक्षण हेर्नुभयो भने सबै एकदमै सन्तोषजनक मकै हामीले यहाँ देख्न सक्छौँ। तपाईँहरूले पनि यसरी नै चाहिँ खेती लगाउनु होला। ल त्यहाँ अङ्कलले नि रोप्नु त। हो त घाँस काट्नु, त्यो चाहिँ भट्ट नकाट्नु है। ल ल हुन्छ ल ल ल उम्रे भने त फेरि यो त यसको त अर्कै रङ आइहाल्छ नि।